चलो पूछे आलू के अंदर बन जाएगा आलू कर किलो प्लेट में गायब भैया लो अनि यो भाई सोच रहा है कि आलू कते रुपए किलो 40 रुपए पाली हुई चल पूछ लेके आओ चल सो हेलो गाइज वेलकम बैक टू माई ब्लॉग सो आफ्टर लङ टाइम म चाहिँ ब्लग बनाइरहेको छु एन्ड स्कुल ट्रिपबाट आएपछि मैले चाहिँ एउटा पनि ब्लग बनाएन एन्ड त्यसपछि मलाई एडिट गर्ने टाइम पनि मिल्न अहिले स्कुल ट्रिपको ब्लग नै बाँकी छ सो आज सोचे मैले कि एउटा ब्लग बनाइहालौँ एन्ड अहिले चाहिँ टिफिन भइसकेको छ हामीहरू गइरहेको छौँ नास्ता गर्नको लागि अनि नास्ता गर्नको लागि हामी कहाँ गइरहेछौँ भने आफ्नो स्कुलदेखि लगभग 1 किलोमिटर टाढा अब त्यति टाढा गइरहेछौँ किनकि त्यहाँ लिट्टी र समोसा र त्यसको चटनी एकदमै स्वादिष्ट मिल्छ के त्यही भएर हामी यति साथी छौँ यहाँ साथी यहाँ एन्ड अझै साथी चाहिँ पछाडि नै हुनुहुन्छ अब जाम अब त्यहाँ पनि हेराउँछ अनि त्यहाँ पनि हेर्छौँ कि कस्तो त्यहाँ लिट्टी समोसाहरू मिल्छ लगभग होइन फिक्स 1 किलोमिटर आज चाहिँ हामीहरू समोसा खानको लागि आएछौँ किनभने जुन ठेला सधैँ चोकमा हुन्थ्यो त्यो आज बजारमा छ किनभने आज फेनारको चाहिँ बजार हो त्यही भएर बजारमै आएछौँ हामी अनि अब गएर हेरौँ कि समोसा छ कि भ्याइसकेछ हामी आइसकेको छौँ एन्ड हामी भन्दा पहिला पनि साथीहरू आइसक्नु भएको छ सो यो चाहिँ हाम्रो स्कुलका साथीहरू साइन्समा पढ्नुहुन्छ एन्ड हामीहरू चाहिँ म्यानेजमेन्टका साथीहरू हाम्रो लिट्टी समोसा पनि यहाँ आइसकेको छ जुन कि मैले समोसा र लिट्टी लिएको छु एन्ड यो साथीहरू लिट्टी समोसा अब चाहिँ हामीहरू खाएर स्कुलतर्फ छिटो नै लाग्नेछौँ किनभने हामीलाई अहिले लेट भइसकेको छ यहाँ आउँदा आउँदा अनि हेर्नुहोस् यो लिट्टी समोसा एन्ड चटनी यहाँको सबभन्दा राम्रो भाइ तिमीलाई के लाग्छ सबै भनेको यहाँको सबै ताजा ताजा हुन्छ त्यसैले साथी पनि आइसकेका छन् साथीले पनि हेराइदिनु सो हाम्रो साथीहरू पनि आइसक्नु भयो अविनाश तपाईँले यहाँको के राम्रो लाग्छ जल्दी आ गए किनभने भाइ म छिटो चलो पूछे आलू के अंदर बन जाएगा आलू कर किलो 40 रुपए ठीक भयो खाला खाला तपाईँलाई यहाँको के राम्रो लाग्छ अब राम्रो खानु क्या आलू दाम के राम्रो लाग्छ भाइ तिमीलाई समोसा नि चटनी त्यसको चटनी इन्ट्रेस्ट कसैले छैन मेरो लिट्टी समोसा चिकन एकदम भ्याइसक्यो मैले एउटा पनि खाना तर भ्याइसक्यो हेर्नुहोस् यो साथीहरूलाई एउटा छुन पनि पाएन मैले एकछिन त त्यहाँ लिट्टी समोसा आएको लिट्टी समोसा चाहिँ मैले फेरि लिनु परेको छ प्लेट नै गायब भइहाल्यो अनि यो भाइ सोधिरहेको छ कि आलु कति रुपियाँ किलो 40 रुपए पाली हुई चल पूछ लेके आओ बस हामी आलुको रेट सोध्न गइरहेछौँ आलु कहाँ भइयो कैसे भाव नौका आलू भैया 100 में 3 किलो नेपाली पुरन का नेपाली तो आलू का रेट हमें पता चल चुका है 100 में 3 किलो नयाँ आलू पनि अनि पुरानो आलू पनि यहाँ मेरो नास्ता गर्न आछौँ अनि आएर बजारमा घुमिरहेछौँ अब नास्ता गरौँ अनि छिटो स्कुलमा जाऊँ धेरै लेट भइसकेको छ मैले चाहिँ नास्ता गरिसकेँ एन्ड यहाँ साथीहरूले जुन साथीहरूले टिफिनमा नास्ता नै गर्ने हुँदैनन् यहाँ आएर थपी लिइराख्नु भएको छ जस्तै कि हाम्रो एउटा साथी राज जुन कि त्यहाँ होटलमा एउटा पनि नास्ता गर्नु हुँदैन एन्ड यहाँ आएर कतिवटा समोसा भयो भाइ 5वटा लिट्टी र समोसा खाइसक्नु प्लेट पनि उहाँको गायब भयो यति टेस्टी छ के यहाँको समोसा र लिट्टी तपाईहरु पनि यता आउनुहुन्छ भने उहाँको पसलमा आउनु होला एन्ड पसल यो यहाँ छ बजारमा अहिले बजारमा छ तर अरू दिन चाहिँ त्यहाँ चोकमा हुन्छ डिस्काउन्टको लागि हाम्रो नाम लिइहाल्नु होला तर डिस्काउन्ट पाइँदैन कसै राम्रो व्यक्तिले भनेछ कि ट्रक र टिपरमा लेखेको कुराले अनदेखा गर्नु हुँदैन यहाँ के लेखेको छ भने जिनकी बातों में दम होता है ना वो महफिल में चिल्लाया नहीं करते जय महाकाल तो बात कुरा त साँचो नै हो जसको कुरामा दम हुन्छ त्यो महफिलमा चिल्लाउँदैन जस्तै एउटा कहावत छ हिन्दीमा जो कुत्ते भोंकते हैं वो काटते नहीं है त्यस्तै जसलाई बादल गरजते हैं लेकिन बरसते नहीं स्कुलमा चाहिँ नेपाली विषयमा कविता पढाउने सबैको पालो छ एन्ड हाम्रो पालो चाहिँ अहिलेसम्म आएको छैन अनि आज हामीहरू सबजना समोसा खाएर रेडी भइसकेको छौँ त्यो कविता पढाउनको लागि
सो आज गएर म्याडमसँग भन्ने हो कि आज हामी पढाउँछौँ तपाईँहरूले सुन्नुहुन्छ अनि यो कन्फिडेन्स लिएर हामी कब गइरहेछौँ भने 12:53 15 मिनट लेट छ मैले हामी म्याम आइसक्नु भएको होला क्लासमा एन्ड हामी यहाँ यति कन्फिडेन्सले सबजना हिँडिरहेको छौँ अब चाहिँ मलाई ब्लग आजको ब्लग चाहिँ यही अन्त हुन्छ किनभने अब स्कुल नजिक आइसक्यो स्कुलमा आएपछि सरहरूले हेर्नुभयो भने मोबाइल त गइहाल्छ सो बाई बाई गाइस अब नेक्स्ट ब्लगमा भेट्छौँ हामी